गाइज वेलकम टु माई च्यानल। आज चाहिँ हामी फाक्मङ वनमा जाँदैछौँ है। ल गाइज अब हामी चाहिँ सङ्ग्रहालयतर्फतिर लाग्यौँ। ल यो चाहिँ धुमराई स्थित टोयोटा पार्क यस्तै छ। हामी यस्तै छौँ, यस्तै छ है। ल गाइजहरू छाता नल्याएर म चाहिँ यस्तो भइसकेको छु होइन। अब के भन्नुहुन्छ त्यस्तै हो, छाता चाहिँ बिना आएर गाह्रो भएको छ। अनि चाकाचुली त ओरी ओरी ठिक छ। ल छाता नल्याएर धेरै गर्मी भएको छ, तर अब चाहिँ आउँदैन होला यार त्यस्तो। त्यो जस्तो चाहिँ यो चाहिँ एकदम चाबेलको सुगन्ध ठाउँ। अहिले चाहिँ हामी पुलमा आइपुगेका छौँ। अब चाहिँ हामी गाडी चढ्छौँ, त्यस पछाडि सङ्ग्रहालयतर्फ। गाडीभित्र चाहिँ पुरा हामीलाई पसिनासोरी भएको छ। कसम कहिले पुग्ने हो। ल गाइजहरू अब चाहिँ हामी फाइनली आइपुगेको छौँ भन्दा नि यहाँदेखि अलिकति परतिर हो। अनि यो चाहिँ टुक्क भाटबाडिन चाहिँ यहाँ चाहिँ यस्तो ठुलो भाटबाडिन छ। ठिक छ, हामी चाहिँ अब लगभग यहाँबाट पुग्न आँट्यौँ। त्यहाँ चाहिँ म एउटा भाइलाई पनि बोलाउँछु। अनि है गाइस दिसलाई के भन्छ भने अब हामी चाहिँ गाइस म चाहिँ अहिले जाँदैछु है जापानमा छु क्या म। र जापानिज देख्छु अनि के भयो कहाँको जापान कोरिया। यो चाहिँ यस्तो छ यसलाई जापानमा के भन्छ यार? कोरिया बोलो सब मान्छेले हेरिसक्यो भन्दा नि मान्छेले छैन। यस्तो छ, यो चाहिँ कोरियाबाट भर्खर आएको रे भनेर चाहिँ भन्छ। 어디에 가세요? 저는 한국에 왔어요. 한국에 아니요, 가굴관에. 어디 내가 가는 게 아고 하는 거야, 빨리? 네, 가는 게 아니고. 어디에 가요? 지금 박물관에 가셨어요. 가굴관에 왜 갔어요? 왜냐면 거기에서 예쁜 사람 보고 예쁜 경치 있어요. 그랬어. 예. तँलाई देखाउँदा त मेरो यो नै काटिन्छ होला यार। ठिक छ गाइस, अब चाहिँ हामी पुग्यौँ है। ऊ त्यहाँ देख्नु भएको छ, यहाँबाट देखिन्छ। यहाँबाट पुगिसक्यौँ। अब एउटा भाइ आउँदैछ, त्यो भाइलाई आएपछि म फेरि हामी यो भिडियोमा जोड्नेछौँ। ल गाइस स्टे ट्युन, स्टे हेल्दी अरे कि। ल गाइस हामीले चाहिँ फाइनली टिकट पनि काटिसक्यौँ। टिकट देखा त टिकट किनिसकेँ मैले। अब चाहिँ वी आर गोइङ त्यता। तिनवटा किनिराख्नु पर्दैछ। ल फार्मिङ वनमा चाहिँ अब जानेछौँ हामी है। त्यस्तो छ यहाँभित्र चाहिँ अब त्यो छ पुरा आर्टहरू है।
यस्तै छ यहाँतिरको चाहिँ यहाँ छ यस्तो चाहिँ अब घुम्न हिँडेको यही हो धेरै ठाउँहरू पनि छ तर धेरै देखेन तपाईँहरूकोमा मैले यस्तो चाहिँ कुन ए त्यो त 5 स्टार होटल हो नि ल ल ल अब त त्यसमा त्यहाँ जाने आइज त्यस्तै छ जिन्ताकीमा बा कुन त्यो त्यहाँ त जानु दिँदैन त्यहाँ चाहिँ जानु मिल्दैन क्या हामी है अनि यस्तै छ जिन्दगीमा एउटा भिडियो बनाउँ होला हो ल यो चाहिँ यस्तो छ है हामी चाहिँ यस्तो टिकटक सिकटकहरू केहरू छ सबै बनाउँदैछौँ भने पनि सकेका छौँ अनि त्यसपछि हाम्रो समूहलाई पनि अलि नै आइसकेका छौँ है अब चाहिँ हामी लगभग हाम्रो घर जाने बेला पनि घट्यो धेरै यो गरिसक्यौँ गर्मीले बिजोग भइसक्यो है लगभग अब हामी अब यसो बसेर हामी चाहिँ जान्छौँ है यसो मलाई भेट्यौँ है टिकटकको स्क्रिप्ट ल मस्किरी अनि यसै जाने होइन भयो यहाँ छ है ए यताबाट ल यताबाट ठिक छ हाम्रो टिकटकको स्क्रिप्ट पनि भइसक्यो हाम्रो यहाँ भाइ बहिनीको भइसक्यो अब चाहिँ हामी टिकटक बनाउँछौँ है अनि टिकटकमा समूह लिम्बू छ उता भूमिका लिम्बू छ हेर्नु होला सबैजनाले फलो गरिदिनु होला भिडियोहरू सबै लाइक गरिदिनु होला है ल आया ल गाइस हामी चाहिँ अब हाम्रो यहाँ घुमघाम चाहिँ सकिसक्यो अब हामी चाहिँ घरतर्फ लाग्छौँ है घरतर्फ लाग्ने यो चाहिँ नहुँदैछ नि घरतर्फ लाग्छौँ अब चाहिँ जाउँ गर तिमी पनि हालेर यस्तो यस्तै देऊ न पुग्छ रमाइलो हुँदैछ हामी पनि पुरै जान्छ ल ठिक छ गाइसहरू अब चाहिँ लगभग ल गाइस अब हामी चाहिँ घरतर्फ लाग्दैछौँ हामीले पुरै सबै घुमिसक्यौँ है अब चाहिँ घरतिर जाने हो हामी अनि ठिक छ सबैजना घुम्नु आइदिनु होला यो ठाउँमा है त्यही भन्न चाहन्छु अनि अब हामी चाहिँ घर जाने हो ल गाइस हामी चाहिँ रोड क्रस जाउँ न किन केटा हाम्रो खास यहाँ चटपटे खान आएको है चटपटे खान आएको अनि यो ठाउँमा चाहिँ ला उडा 98-021 को हो यो को लगाइरहेको छ यार 5 दामी झरिरहेको छ चटपटे फेमस पानीपुरी एन्ड चटपटे म त ल्याउँदिनँ यार ल गाइस अब हामी चाहिँ घरतर्फ लाग्यौँ चटपट खाएर पनि है अनि त्यही हो यहाँ है हामी गएको ठाउँ चाहिँ यो हो ल अब चाहिँ हामी घरतर्फ लागेको ल गाइस अब चाहिँ हामी यहाँ खोलाको पुलमा उत्रिरहेछौँ अब हामी जान्छौँ घरतर्फ है यतातिर जानुपर्ने हुन्छ हामी चाहिँ त्यही छ अनि अरू सब ठिक छ गाइजहरू पनि ठिक होला है अनि केटाहरूलाई आजको घुमे कस्तो लाग्यो केटाहरूलाई हेर्न ए राम्रो लाग्यो ओ माई गुडनेस धुलै धुलो मेरो चाहिँ अलरेडी आई हेभ फोन है ल ठिक छ
अब हामी पनि रुम पुग्नु आँटेका छौँ। ल गाइस हामी चाहिँ अब हाम्रो वासस्थानमा आइसकेका छौँ है। अनि यो छ बाउली, यो यस्तै हो, यसलाई केही भन्ने केही छैन। ल अब हामी चाहिँ हाम्रो वासस्थानमा आइसकेका छौँ। गाइसहरू म चाहिँ अब यो भिडियो चाहिँ यहीँ टुङ्गाउने बाजा गर्दै अब भिडियोहरूमा जरुर भेट्नेछु। ल गाइस सबैजनाले हेरिदिनु होला।